गले दुबो चोर मान सरोवरको पनि कस्तो देखाएको छ है जाने बाटो यो चाहिँ त मेरो जिल्ला धार्मिकै ठाउँ हो त्यो पनि एकदम धार्मिक ठाउँ यतै हो यतै पारिपट्टि उतापट्टि साइड हाम्रो साथमा माइतबाट बिहान हिँडेर राति सेल्ले बजार हुन चाहिँ दुबोचौर हो सेलले बजार राखेको पहिलाको दुबोचौर पहिलाको दुबोचौर यही राम्रो थियो चन्द्रशेखर ढुङ्गामा चाहिँ गाह्रो अहिले त यो पहाडले लाएर पोखरी पूर्व पनि छ इलामतिर पनि छ उता चाहिँ थाहा छैन छ नि यता चाहिँ हुन्छ कस्तो जनपुरेको बेलामा जान्छन् कि अब यो अहिलेको यो चैते नवरथमा जान्छन् होइन यो चैते नवरथमा जान्छन् चैते नवरथमा नि जान्छ नवरथ सुत्न लागि कसैको पनि जान्छ मजा हो खानदानीको दाम बेला सिंधुर
पोखरे बजार हो रे पोखरे बजार 1 किलोमिटर कति लेखा थियो त्यहाँ त्यही हो पोखरे बजार हुन्छ तर यो म चाहिँ यो ठाउँ एउटै नै हो अहिले थरी थरी देखाएको छ बचाउँदै भन्छ पहिला पहिला पोखरे बजार भन्छ यसलाई आउनु पनि लाग्यो होला होइन आएको छैन नि सर अझ माथि गएर अनि यस्तो लाग्नुपर्छ अब यो बर्खामा दाउरा जम्मा गरेर राखेको यः शम्भुपूजनपरं पठति तदोषि तस्य स्थिरामृतगजेन्द्रतुरं लक्ष्मीं सदैव सुमुखी प्रददाति शम्भो लक्ष्मीं सदैव सुमुखी लक्ष्मी सदैव सुमुखी के भयो आमा यता नहेर्नु यही छैन आमा झन् राम्रो छैन गाउँ घर छ रमाइलो कहाँसम्म यस्तो बाटो पुग्छ हजुर म त उता सिन्धुपाल्चोकतिर छु हो
मिता म भरे बेलुका मात्रै आउँछु त बेलुका आउँछु पाल्चोकीमा दर्शन गर्न गएको हो कि ल ल है त कान्छो पास आकृति हजुर कान्छो पास मुस्ताङ गयो हुन्छ गयो ल ठिक छ अब अलि पछि जानुपर्छ अहिले गयो भने त अफिस पनि निकालिहाल्छ नै जे होस् अब यो बाटोमा तिमीहरूको गाडी सजिलै आयो होइन हजुर मुस्ताङ कोही पनि छैन यस्तो अहिले अब हामी मात्रै जान्छौँ तल आँटी पनि थाहा छ भने त पाल्चोकी रोड आई अनि यसै बागेश्वरी यहाँ चाहिँ गाउँ बाटो छैन हाम्रोतिर कार्तिक यो पनि एकै ठाउँ त यो तपाईँको कस्तो हुन्छ क्या आमा यस सिजनमा तुसारो पर्छ नि त्यसैले काम गर्छ पानीको ड्याम उठेता त हुन्छ कता यता यो टाढो टाढो ठाउँ त्यहाँ भयो अब यतापट्टि अस्ति हामी उस बेला जाँदाखेरि नि रोडबाट यसरी जाँदा यो भित्र छिर्नु पर्छ खोइ यो त कफी होला कफी के दोकान सानो दाना यो रुख भनेको कफी यस्तो फल्छ क्या हेर्दाखेरि कफी जस्तै लाग्यो तर दोकान हो अलिकति ऊ हुन्छ नि ठाउँ अनुसारको फरक पनि हुँदो रहेछ बनाउने तरिकै थाहा लाटेर फालेकोबाट पलाएर पनि फलेर अहिले सिधै यति खान्छ भुटेर त्यसलाई जगत
मुस्ताङतिरको बाटो नि यस्तै चाहिँ होला नि राम्रो छ राम्रो होला उता त होइन अप्पर मुस्ताङहरू पनि राम्रो छ अप्पर मुस्ताङमा त पहिले गाडी टङ्गेर जान्थ्यो अरे एउटा टायर जस्तो एकातिर खाल्टामा हालेपछि यो टायर अप्पर प्लेस मुक्ति राख्नु धेरै चाहिँ पुग्यो अहिले छ त्यो जुन गेट थियो नि उता पर त्यहाँबाट हामी घुमी घुमी चढाउँथ्यो नि त्यो ठाउँमा अहिले सिधै सिँढी बनाएको त्यहाँनिर पहिले सामान्य मान्छे हिँड्ने गोरेटो मात्र थियो होइन हो त्यो ठाउँमा त अहिले सबै फिलिङ गरेर अहिले त फिलिङ गरेर त्यहाँनिर भर्याङ बनाएको छ चाक्लो भर्याङ बनाएको छ फेरि योभन्दा चाक्लो छ यो बाटोभन्दा दुईवटा बाटो बनाएको छ स्वरोदारी जस्तै कि लक्ष्मी सदैव सुखी प्रददाति शम्भो लक्ष्मी सदैव सुखी प्रददाति शम्भो लक्ष्मी सदैव सुखी प्रददाति शम्भो पहिला अब एकैचोटि मन्दिरै जाऊँ होइन अनि त्यो निगालै काट्न लाऊँ अनि त्यही होटेलमा खाना को खानुहुन्छ अर्डर गरिदिउँ म चाहिँ खान्न के खाने त हजुर म त अब यसो चिया यताउता खाने हो मैले खाँदिनँ कहिले पनि के खानुहुन्छ त अब यता केही खाउँला नि सर अहिले त्यही भन्नु निगालोहरू सबै तिनीहरूलाई अर्डर म गरेर भन्छु होइन यहाँबाट सामान लिएर मन्दिर जानुहुन्छ कि त मन्दिर अनि गएर निगालोहरू त्यो सबै म भन्छु पहिला यता गरौँ न यता पनि भनिदिइरहेको होइन तलै भनौँ सर खाना हुन्छ हजुरलाई थाहा छ कहाँ हो खाना चाहिँ लोकल दिन्छन् होइन जहाँ पनि तर खाना चाहिँ राम्रो छ ठिक छ भाइ तलतिर नगएको भयो भने थियो तल यहीँ रोकौँ भाइ रोकिन्छ फोन गर फोन रोक्छ गरिहाल्छ रोक्छ हो यहीँ रोकौँ अनि फेरि हामीलाई गाह्रो हुन्छ रोक्यो फोन गर्नु रोक्यो यता माथि नै रोकौँ न होइन नजाउँ हामी तल नजाउँ यतै रोकौँ यता माथि नै रोक्नुपर्छ कता जाने हामी यता उयो माथि नै रोक्नु पर्ने मैले माथि रोकौँ भन्ने माथि भन्दा पछाडि अनि हामी जाने कता हामी यतै फर्किनुपर्छ पछाडि जान्छ त फर्काउन सकिहाल्ने छ पार्किङ खोजौँ अब यहाँ त हाम्रो सामान पार्किङ छैन हाम्रो पार्किङ यतैतिर राखिदियो भइगयो नि यो माथि होइन नलैजाउँ त्यहाँ बोर्डको हो फेरि के गरौँ हामीले हाम्रो गाडी जान्छ कि न उताटे मन थानसम्म जाँदैन यहीँ नै रोक्ने हो गाडी अलि माथि नै लैजाउँ अघि मैले यहीँ भनेको थिएँ नि त्यहीँ यहाँ पार्किङ गर्ने ठाउँको सुविधा केही पनि हुन्न यहीँ हो पोर्ट भनेको यहाँ आएको नजिकन बसिदिनु क्या त्यहाँ ए त्यो रुखको छेउमा लगाएको अनि ठ्याक्क हुन्छ त्यो आइमेगा त केही पनि नकिनेको मान्छु म त होइन नि त्यो खाना पनि त्यहीँ खाने गरेको थियो कि त्यो माथि रुखको छेउमा यसैले हो
त्यो रुखको छेउमा लैजाउँ होइन ऊ त्यो रुखको छेउमा राखौँ छेउमा राखौँ केही फरक पर्दैन यतैतिर केही फरक पर्दैन अझै अलिकति चाहियो हो यहाँ अनि भाइलाई पनि दिनु पर्यो नि ठाउँ गाडी त्यही त छिर्ने त्यसै ठाउँ नै। राखिदिउँ भइहाल्यो नि अहिले पनि त्यो पछाडि